ग्राहकले अब्जेक्सन गर्छ भने डराउनु पर्दैन, किनकि म सोच्दैछु मसँग पैसा छैन, मसँग कन्फिडेन्स छैन, यो सबै चान्स राखेर तपाईँ चाहिँ उसको डर बुझ्नु। त्यसपछि अब्जेक्सनको मतलब हमेसा नो होइन के, प्लिज एक्सप्लेन मोर पनि हुनसक्छ कि कतिपय मान्छेले केही बुझेन र भने अब्जेक्सन दिइहाल्छ। त्यसैले कतिपय सिचुएसनमा एक्सप्लेन पनि अझै गर्नुपर्छ, त्यही हो। मतलब डराउनु पर्दैन हमेसा अब्जेक्सनको। कतिपय हुन्छ नि प्लिज एक्सप्लेन मोर, अझै एक्सप्लेन गरिदिनु, अझै डिटेलमा भनिदिनु, त्यही हो रहेको छ त। अनि तपाईँलाई केही डाउट छ भने त्यसको अब्जेक्सन सही ह्यान्डल गर्नु, त्यही हो सेल्स। सेल्स भनेको खालि कुनै सामान बेच्नु होइन, अब्जेक्सनलाई सही तरिकाले ह्यान्डल गर्नुलाई नै सेल्स भनिन्छ। कुनै अब्जेक्सन आयो भने त्यसलाई सही स्मार्टली ह्यान्डल गर्नु भने त्यही हो सेल्स।